नगरिकन हाम्रो यस क्याम्पसको वार्षिकोत्सवको गरिमा बढाउनको लागि हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै आफ्नो कार्यव्यस्तताको बावजुद हिजो मात्रै पोखरा आइसक्नु भएको छ। हाम्रो नेपालकै सबैभन्दा ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको गरिमामय पद शिक्षाध्यक्ष जस्तो पदमा नियुक्त हुनुभएको यसै क्याम्पसको पूर्व प्राध्यापक विद्यार्थी पाउँदा हामी गौरवान्वित भएका छौँ र आजको प्रमुख अतिथि त्रिविका शिक्षाध्यक्ष प्राण खड्ग केसीज्यूलाई नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन र आदरणीय क्याम्पस प्रमुख प्राध्यापक डाक्टर सरोज कोइरालाज्यूलाई त्रिवीको झण्डाको झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। वृक्षरोपण कार्यक्रमको आयोजना गरेका छौँ र त्यस ठाउँमा बेलको वृक्ष रोपण गरिदिनु हुन आदरणीय प्रमुख अतिथिज्यूलाई हार्दिक अलि त धकेल्नु होला सर बिरुवालाई अलि त है होला सर होला सर अलि छेउतिर यहाँ राख्छ अलि भाइ बाह्र थार यसलाई मिलाउँला यसलाई अलि त धकेलेर अलिक लागेको जस्तो मान्छे हो ठिक छ लेखाको प्रमुख Gracias.
सन्तोष भाउ ल बताइए। यस क्याम्पसको 65औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रमको झण्डोत्तोलन र वृक्षारोपण कार्यक्रम हामीले प्रशासन भवन अगाडि र चौरमा गरेर एक चरण सम्पन्न गरिसकेका छौँ र विधिवत रूपमा यो पृथ्वीनारायण क्याम्पस पोखराको 65औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रमको औपचारिक कार्यक्रम यो भानु हलमा हामी सुरु गर्न गइरहेका छौँ र गुणस्तरीय उच्च शिक्षाको सुलभता विश्वविद्यालय निर्माण हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ अघि बढेको यस पृथ्वीनारायण क्याम्पसको वार्षिकोत्सव कार्यक्रमको सभापतित्व ग्रहण गरिदिनु हुन यसै क्याम्पसका आदरणीय क्याम्पस प्रमुख प्राध्यापक डाक्टर सरोज कोइरालाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी आफ्नो कार्यव्यस्तताको बावजुद हाम्रो यस कार्यक्रमको गरिमा बढाउनको लागि र हामीलाई हौसला प्रदान गर्नको लागि पाल्नुभएका त्रिविका शिक्षाध्यक्ष आदरणीय प्राध्यापक डाक्टर खड्ग केसीज्यूलाई प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसै गरी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यज्यूलाई विशेष अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र हामीले यस कार्यक्रममा केही आमन्त्रित व्यक्तित्वहरूलाई निमन्त्रणा गरेका छौँ। उहाँहरूको नाम म क्रमशः पढेर सुनाउनेछु र हाम्रो कर्मचारी साथीहरू तारा अधिकारी, गीता केसी ले खादा लगाउनुहुनेछ र यस काममा सहयोग गरिदिनु हुन म आदरणीय बोधराज ढकाल सरलाई अनुरोध गर्दछु। यस क्याम्पसको संस्थापक प्रिन्सिपल, हामी सबैका गुरु र हामी सबैका प्रेरणाका स्रोत आदरणीय जर्ज जोन सरलाई आमन्त्रित व्यक्तित्वको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति आदरणीय श्री सूर्यबहादुर खड्का बिखर्जीज्यूलाई आमन्त्रित व्यक्तित्वको रूपमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। र हालसालै गठन भएको हाम्रो यस क्याम्पसको क्याम्पस व्यवस्थापन समितिका सदस्य प्राध्यापक डाक्टर ज्ञानबहादुर कार्कीज्यूलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। एवं रीतिले क्याम्पस व्यवस्थापन समितिका सदस्य हामी सबैको चिर परिचित नाम हो आदरणीय ऋषि सापकोटाज्यूलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्छु। एवं रीतिले यसै क्याम्पसको क्याम्पस व्यवस्थापन समितिका सदस्य आदरणीय श्री सञ्जीव बहादुर कोइरालाज्यूलाई आमन्त्रित व्यक्तित्वको रूपमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्छु। र क्याम्पस व्यवस्थापन समितिका सदस्य आदरणीय श्री दुर्गा भण्डारीज्यूलाई पनि आमन्त्रित व्यक्तिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्छु। र क्याम्पस व्यवस्थापन समितिकै सदस्य यसै वडाका वडाध्यक्ष आदरणीय श्री सहारा प्रधानज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्छु। र हालसालै नवनिर्वाचित हुनुभएको त्रिवी सभा सदस्य आदरणीय श्री कमलराज सापकोटाज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। उहाँ आफ्नो कार्यव्यस्तताले अघि भर्खरै मलाई फोन हान्नुभएको थियो कि म असमर्थता भएँ, क्याम्पसको वार्षिकोत्सव मेरो शुभकामना सबै साथीहरूलाई सुनाइदिनु होला भन्ने मलाई म्यासेज प्राप्त भएको छ। यसै गरी क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पश्चिमाञ्चल पोखराका सहपरीक्षा नियन्त्रक तथा त्रिवी प्राध्यापक सङ्घ केन्द्रीय सदस्य श्री मीना गुरुङज्यूलाई आमन्त्रित व्यक्तित्वको रूपमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्छु। र हामीले यस क्याम्पसका पूर्व क्याम्पस प्रमुखज्यूहरू जो जीवित हुन्छ उहाँहरूलाई पनि निमन्त्रणा गरेका छौँ। डाक्टर नारायण दत्त नेपाल आउनु सक्नुभएको छैन। प्राध्यापक डाक्टर वीरेन्द्र सिंह गुरुङ,
उहाँ पनि स्वास्थ्यको कारणले गर्दा उपस्थित हुनु। ल यसै गरी प्राध्यापक डाक्टर दिलबहादुर छेत्री, होइन ठिक छ। यसै गरी श्री रामनाथ अधिकारी निमित्त क्याम्पस प्रमुख हुनुहुन्थ्यो। प्राध्यापक डाक्टर पशुपतिनाथ तिमिल सिन्हा, श्री ज्ञेन्द्रेश्वर कोइराला, प्राध्यापक डाक्टर देवेन्द्र बहादुर लामिछाने, यसै गरी प्राध्यापक डाक्टर विश्वराज अधिकारी निमित्त क्याम्पस प्रमुख, प्राध्यापक डाक्टर चन्द्रबहादुर थापा, श्री नन्दलाल अधिकारी निमित्त क्याम्पस प्रमुख र हाम्रो यस क्याम्पस व्यवस्थापन समितिका केही सदस्यहरूलाई हामीले आसन ग्रहण गराइसकेका छौँ। अन्य सदस्यज्यूहरू विभागीय प्रमुखहरू मध्येबाट प्राध्यापक डाक्टर शोभाकान्त लामिछाने, सहप्राध्यापक श्री रामबहादुर थापा, सहप्राध्यापक डाक्टर एम नाथ तिमिल सिन्हा, सहप्राध्यापक डाक्टर भानुभक्त शर्मा कणेल, सहायक क्याम्पस प्रमुखज्यूहरू क्रमशः श्री चन्द्रमणि आचार्य, श्री ध्रुव कुमार बुढाथोकी, श्री गजेन्द्र प्रसाद स्वाई र श्री शङ्करनाथ पौडेल। यसै गरी शिक्षकहरू मध्येबाट सहप्राध्यापक डाक्टर रामजी पोखरेल, उपप्राध्यापक श्री नवीन बहादुर अधिकारी, त्रिवी प्राध्यापक सङ्घ पृथ्वीनारायण क्याम्पस इकाइ समितिका अध्यक्ष सहप्राध्यापक डाक्टर लक्ष्मी शरण उपाध्याय अधिकारी। त्यसै गरी कर्मचारी सङ्घ इकाइ समिति पृथ्वीनारायण क्याम्पसका सभापति श्री धनबहादुर गुरुङ, आर्थिक प्रशासन प्रमुख श्री पुष्पराज पौड्याल र कर्मचारी प्रशासन प्रमुख श्री इन्द्रबहादुर श्रेष्ठ र क्याम्पस व्यवस्थापन समितिमै आमन्त्रित सदस्यहरू रहने व्यवस्था छ। यस अनुरूप क्याम्पस विद्यार्थी कल्याण प्रमुख डाक्टर बोधराज ढकालजी र एमएड PGDE कार्यक्रम संयोजक श्री महादेव पहाडी र हाम्रो यस कार्यक्रममा उपस्थित हुनुभएका त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बोधन केन्द्रका निर्देशक विनोद जोशी सरलाई आसन ग्रहणको लागि अनुरोध गर्छु। यसै गरी त्रिभुवन युनिभर्सिटी कन्फ्युसियस इन्स्टिच्युटका डाइरेक्टर सिंह लुगाओ मुस्कान मिलन ज्यूलाई नि अतिथिको आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। र यस कार्यक्रममा पाल्नुभएका QA प्रोग्राम कोअर्डिनेटर अमृत कुमार भण्डारीज्यू आउँदैछ सर र विशेष शैक्षिक कार्यक्रमका कोअर्डिनेटरहरू MPA प्रोग्राम कोअर्डिनेटर सूर्यबहादुर जीसी सर, MBA फाइनान्स कोअर्डिनेटर गोकुल ढुङ्गानाज्यू, यसै गरी BBA प्रोग्राम कोअर्डिनेटर गोपाल जैसी र BA LLB प्रोग्राम कोअर्डिनेटर वीरेन्द्र बास्तोला र हाम्रो यस क्याम्पससँग सहकार्य गर्दै आउनुभएको नेपाल बैंक लिमिटेडका प्रबन्धक श्री विनोद सापकोटाज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्छु। नेपाल प्राध्यापक सङ्घका केन्द्रीय सदस्य श्री भोजराज शर्मा ज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्छु। यसै गरी नेपाल प्राध्यापक सङ्घ केन्द्रीय सदस्य श्री परशुराम कोइरालाज्यू र त्रिवी प्राध्यापक सङ्घ केन्द्रीय सदस्य श्री कमल राज पौडेलज्यू, त्रिवी कर्मचारी सङ्घ केन्द्रीय समितिका सदस्य श्री ज्ञानबहादुर गुरुङ, अनि हामीले यस क्याम्पसमा अस्तित्वमा रहेका विभिन्न वैचारिक सङ्घ सङ्गठनका सभापति अध्यक्ष वा प्रतिनिधिज्यूहरूलाई पनि आमन्त्रण गरेका छौँ। यसै क्रममा नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सभापति डाक्टर देवीलाल शर्माज्यू, यसै गरी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष श्री नवीन प्यासी अधिकारी
नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष श्री विपिन बहादुर अधिकारी, एकीकृत नेपाल प्रगतिशील प्राध्यापक संगठन नेपालका अध्यक्ष श्री पदम दवाडी र हामीले यस क्याम्पसमा सोभियु निर्वाचन हुन नसकेकोले सोभियुको सभापति पदेन अध्यक्ष सदस्य रहने व्यवस्था छ क्याम्पस व्यवस्थापन समितिमा। तर हाम्रो प्यारा विद्यार्थी भाइहरूलाई हामीले यस पटकदेखि वार्षिकोत्सव कार्यक्रममा आसन ग्रहण गराउने हाम्रो स्थायी समिति र विद्यार्थी सङ्घ संगठनको बैठकबाट निर्णय गरेका थियौँ। तदअनुरूप अन्ड्रेस सोभियुका संयोजक विराट दुवाडी, ओके, संयोजक कुशल लम्साल, मिना म्याडमलाई तपाईँले भनिदिनु पर्यो। आदरणीय मिना गुरुङ म्याडमजी अहिले मैले आसन ग्रहण बोलाइसकेँ, अग्रभागमा आएर आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्छु। यसै गरी नेभी सङ्घका सभापति सुशील नेउपाने, अन्ड्रेस सोभियु क्रान्तिकारीका अध्यक्ष नवीन अधिकारी, अखिल समाजवादीका अध्यक्ष सचिन सी, अन्ड्रेस सोभियु रसो अध्यक्ष सन्तोष पौडेल, अखिल छैठौँका संयोजक मिलन सुनार, यसै गरी अखिल क्रान्तिकारी बहुमतको संयोजक विमला लामगादे र प्राज्ञिक विद्यार्थी परिषद नेपालका सचिव श्रीकृष्ण ध्वज बस्नेत। यस कार्यक्रममा हामीले केही पत्रकारज्यूहरूलाई पनि आमन्त्रण गरेका थियौँ र त्यस अनुरूप समाधान राष्ट्रिय दैनिकका पत्रकार श्याम कुँवरज्यू यहाँ उपस्थित हुनुहुन्छ, उहाँलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्छु। र हामीले अब यहाँ धेरै हुनुहुन्छ महानुभावहरू, सम्मान गर्नुपर्ने, आसन ग्रहण गराउनुपर्ने, तर यो कार्यक्रमको मोडालिटी हामीले छिटो छरितो गराउनको लागि सम्पूर्ण विभागीय प्रमुखज्यूहरू, प्राध्यापक वर्ग, कर्मचारी वर्ग, विद्यार्थी, अभिभावकहरूलाई आफ्नो स्थानमा आसन ग्रहण गर्नुहुन म विनम्र अनुरोध गर्दछु। हाम्रो यस क्याम्पसको डकुमेन्ट्री निर्माणमा अमूल्य योगदान गर्नुभएका आदरणीय सुनिल उलकज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्छु। यसपछि हाम्रो राष्ट्रिय गानको कार्यक्रम छ, यसमा सहजीकरण गरिदिनु हुन हाम्रो कर्मचारी साथीहरू चन्द्रबहादुर खड्का र नवराज वास्तोलाज्यूलाई म अनुरोध गर्छु। यसपछि यहाँहरू सबैलाई शब्दका बाणीद्वारा स्वागत मन्तव्य राखिदिनु हुन यसै क्याम्पस विद्यार्थी कल्याण शाखा प्रमुख डाक्टर बोधराज ढकालज्यूलाई म हार्दिक अनुरोध गर्छु। धन्यवाद। कार्यक्रम सञ्चालक यसै क्याम्पसका सहायक क्याम्पस प्रमुख मिन्डा लम्साल सर, सबैलाई शुभ बिहानी। प्रिथन क्याम्पसको 65औं स्थापना दिवसको पावन अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रमका सभाध्यक्ष एवं प्रिथन क्याम्पसका क्याम्पस प्रमुख प्रोफेसर डाक्टर सरोज कोइराला सर, आजको यस कार्यक्रमलाई गरिमामय बनाउन पाल्नुहुने यसै क्याम्पसका पूर्व आदरणीय व्यक्तित्व र त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रोफेसर डाक्टर खड्का केसी सर, विशिष्ट अतिथि पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य सर, यस कार्यक्रममा पाल्नुहुने आमन्त्रित आदरणीय व्यक्तित्वहरू, संस्थापक
आदरणीय जर्जुन सर, पूर्व क्याम्पस प्रमुखज्यूहरू, व्यवस्थापन समितिका आदरणीय व्यक्तित्वहरू, पूर्व प्राध्यापकज्यूहरू, त्रिभुवन विश्वविद्यालय प्रिन्सटन क्याम्पस इकाइ प्रदेश सङ्घका सभापतिज्यू, नेपाल प्रदेश सङ्घका केन्द्रीय सदस्यज्यूहरू, त्रिवी प्राध्यापक सङ्घका केन्द्रीय सदस्यज्यूहरू, प्रिन्सटन क्याम्पसका वैचारिक सङ्घ सङ्गठनका आदरणीय प्रतिनिधि सरहरू, यस क्याम्पसका विभिन्न तहमा रहनुभएका विभिन्न विभागका विभागीय प्रमुखज्यूहरू, प्राध्यापकज्यूहरू र विशेष गरी यस क्याम्पसका महत्त्वपूर्ण मेरुदण्ड प्रिय विद्यार्थी सङ्घ सङ्गठनका प्रतिनिधि बाबुहरू, कर्मचारी मित्रहरू र यो आजको गरिमामय कार्यक्रममा उपस्थित हुने आदरणीय आत्मीय मनहरू र पत्रकार बन्धुहरू र उपस्थित सम्पूर्ण महानुभावहरू, सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट र क्याम्पसको तर्फबाट यहाँ उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति सादर नमनसहित यो कार्यक्रममा यहाँको उपस्थितिको लागि हार्दिक आभारसहित स्वागत गर्न चाहन्छु। पृथ्वी क्याम्पस आफैमा गरिबुलो संस्था हो। आज म स्वागत गर्न आइरहेको व्यक्तिले थप स्पष्ट पार्नुपर्ने जरुरत छैन। तर पनि जीवनका हरेक यात्राहरूभित्र अनेक पल पलमा धेरै खालका क्रिया प्रतिक्रियाहरू र कामका योजनाहरू जन्मिरहन्छन् र तिनलाई समाधान गर्नु दायित्व चाहिँ क्याम्पसको हो। आदरणीय रेक्टर सर यहीँ भएको अवसरमा मैले केही निवेदन गर्न के चाहन्छु भने आज संयोग परेको छ, सर चाहिँ यहीँबाट आज नेतृत्व गर्ने तहमा पुग्नु भएको छ। पिएन क्याम्पसका आफ्ना किसिमका चाहिँ समस्याहरू बर्गल्ती छन्। ती समस्याहरूलाई एकल क्याम्पस चिफले, एकल व्यवस्थापन समितिले, एकल कार्य समितिले अथवा एकल विद्यार्थी सङ्गठनले मात्रै समाधान गर्ने परिवेशमा छैन। र म पनि विद्यार्थी कल्याण प्रमुख र या नजिकबाट निहाल्ने क्रममा मैले अनुभूत गरेको कुरा के छ भने आज पिएन क्याम्पसको लागि गुरु योजनाको खाँचो छ, दीर्घकालीन योजनाको खाँचो छ। टुक्रा बिल्डिङ बनाउने कुराहरू, टुक्रा टुक्रा योजनाहरू भन्दा पिएन क्याम्पसलाई कुन रूपमा लाने, शैक्षिक रूपमा यसको उचाइ कहाँ पुर्याउने हो, यो विश्वविद्यालयको कुन महत्त्वपूर्ण अङ्गको रूपमा मेरुदण्ड बन्ने हो, यसलाई कुन रूपमा लाने हो भन्ने कुराको दीर्घकालीन योजनाको लागि हामी जबसम्म तयार हुन सक्दैनौँ तबसम्म यो क्याम्पस यही रूपमा मात्रै अगाडि बढ्छ भन्ने कुरा मेरो विश्वास छ। हुनसक्छ यसभित्र प्रशस्त मात्रामा काम भएका छन्, हामी पदमा रहेका व्यक्तिले प्रशस्त काम गरेका छौँ भनेर भन्न सक्छौँ, तर त्यसले बजारमा पार्ने प्रभाव भनेको मूल्याङ्कन भनेको फरक हुन्छ। त्यसैले म विनम्रतापूर्वक शिक्षाविदलाई निवेदन के गर्न चाहन्छु भने पिएन क्याम्पसलाई अत्यन्तै नजिकको खोकिलाको एउटा क्याम्पस राखेर यसको दीर्घकालीन प्राज्ञिक योजनामा विशेष ध्यान लिदिनु हुनको लागि म क्याम्पस तर्फबाट हार्दिक निवेदन गर्न चाहन्छु। र सँगसँगै हाम्रा उत्पादनहरू बजारमा कसरी गएका छन् भन्ने कुरा आजको चुनौती हो, यो विश्वविद्यालयको चुनौती हो। र हाम्रा उत्पादनलाई बजारमा पुर्याउनको लागि हाम्रो पाठ्यक्रमलाई कुन रूपमा लाने हो, आजको विश्व बजारले कसरी त्यसलाई चाहिँ हेरिरहेको छ, यसतर्फ कम्तीमा पनि गण्डकी प्रदेशको शिक्षा दक्षको एउटा नेतृत्व गर्ने आदरणीय सर हुनुहुन्छ। त्यो क्षेत्रमा सहरको चाहिँ विशेष गर्विलो रूपमा चाहिँ एउटा योजना आउनेछ र विश्वविद्यालयले सहरहरूको कार्यकाल बिचमा पिएन क्याम्पस मात्र नै विश्वविद्यालयले शैक्षिक क्षेत्रमा चाहिँ आकर्षणको केन्द्र नेपालमा खोलिएका अन्य विश्वविद्यालयको तुलनामा त्रिभुवन विश्वविद्यालयको हरेक कुरामा अगाडि छ भन्ने कुराको चाहिँ महसुस पक्का पनि सहरहरूबाट हुनेछ भन्ने आशा पनि विश्वास गर्दै मैले स्वागत गर्ने जिम्मेवारी थियो, तर यो पनि भन्नु अन्यथा होइन भन्ने मैले राख्दै यसमा अन्यथाको भए माफी चाहँदै पुनः यहाँ उपस्थित हुनुहुने आदरणीय व्यक्तित्वहरू, प्रमुख अतिथि, विशिष्ट अतिथि, आमन्त्रित अतिथिज्यूहरू लगायतका जो जसरी चाहिँ हाम्रो निमन्त्रणा स्वीकार गरेर यहाँ पाल्नु भएको छ सबैप्रति पृथ्वी क्याम्पसको तर्फबाट हार्दिक हृदयत नमनसहित हार्दिक स्वागत गर्दै मेरो भनाइलाई यही अन्त्य गर्न चाहन्छु। नमस्कार, धन्यवाद। जय पृथ्वीनारायण क्याम्पस। धन्यवाद आदरणीय बोधराज ढकाल सरलाई। उहाँले छोटो सठिक रूपमा आफ्नो शुभकामना मन्तव्य प्रदान गरेर गइसक्नु भएको छ। अब यस कार्यक्रमको विधिवत समुद्घाटन गरिदिन हुनको लागि आदरणीय प्रमुख अतिथिज्यू त्रिवीका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी सरलाई यो पानसमा दीप प्रज्वलन गर्न र सो कार्यमा सघाउनको लागि सभापतित्व गराउनुभएका आदरणीय क्याम्पस प्रमुख प्राध्यापक डाक्टर सरोज कोइरालाज्यूलाई हार्दिक अनुरोध गर्छु। आफ्नो कार्य व्यस्तताले
छिटो जानुपर्ने उहाँको चाहिँ यो सेड्युलमा अलिक पछि थियो। हामीले वार्षिक प्रतिवेदन हेरिसकेपछि केही सुझाव सल्लाह दिनुहुन्छ, आफ्नो प्रतिबद्धता दिनुहुन्छ भन्ने हामीले आशा राखेका थियौँ। तर उहाँले चाहिँ छिटो जाने कुरा गर्नुभएको हुनाले उहाँलाई आफ्नो यस क्याम्पसको वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना मन्तव्यसहित आफ्ना केही सुझाव सल्लाह प्रतिबद्धता व्यक्त गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सर। आजभन्दा 65 वर्ष अगाडि आजकै दिन तपाईँ हामी सबैको प्रिय क्याम्पस पृथ्वीनारायण क्याम्पसको स्थापना भएको थियो। आज स्थापना दिवस समारोहमा हामी छौँ। यस महत्त्वपूर्ण समारोहका सभापति हाम्रो क्याम्पसका श्रद्धेय क्याम्पस प्रमुख प्राध्यापक डाक्टर सरोज कोइराला सर, समारोहका प्रमुख अतिथि हाम्रो क्याम्पसका पूर्व प्राध्यापक, वर्तमानमा नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीज्यू, तपाईँ हामी सबैका श्रद्धेय गुरु, यस क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जर्ज जोन सर, सम्पूर्ण पूर्व क्याम्पस प्रमुखज्यूहरू, श्रद्धेय गुरुवर्ग, कर्मचारी मित्रहरू, विद्यार्थी भाइ बहिनीहरू, यहाँहरू सबैलाई म मेरो व्यक्तिगत तर्फबाट, पोखरा महानगरपालिकाको तर्फबाट, सम्पूर्ण पोखराका नागरिकहरूको तर्फबाट हार्दिक सम्मान र अभिवादन गर्न चाहन्छु। म आफू पनि यसै क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको पूर्व सभापतिको हैसियतले र यही क्याम्पसबाट स्नातकोत्तरसम्मको अध्ययन गरेर आजको म बन्नका लागि त्यो प्लेटफर्म दिएको यो आफ्नो चौतारी म पोखरा भएसम्म 2044 सालदेखि आजको दिनमा यो वार्षिक कार्यक्रममा आउने गरेको छु। पोखरै नहुँदा त केही गर्न सकिएन, किन भन्दा यो क्याम्पसको स्थापना दिवस हामी सबैलाई प्रिय छ र पश्चिमाञ्चल क्षेत्रका लागि यो क्याम्पसले के दिएन, सबै क्षेत्रको नेतृत्व यसले प्रदान गरेको छ। त्यस हिसाबले पनि यो स्थापना दिवस तपाईँ हामी सबैले स्मरणीय बनाउनुपर्छ र यसबाट क्याम्पसलाई हामीले हर तरहले कसरी साथ सहयोग गर्न सक्छौँ भन्ने कुरामा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ। जोन सर यहीँ हुनुहुन्छ, त्यस कारणले गर्दा क्याम्पसको स्थापनाका बारेमा हामी अरू कसैले बोल्नु भनेको त्यो अलि नमिल्ने कुरा हो। असाध्यै विषम परिस्थितिमा नदीपुरमा थोरै विद्यार्थी लिएर पृथ्वीनारायण क्याम्पसको कलेजको स्थापना भयो र आज पृथ्वीनारायण क्याम्पस 64 वर्ष पुरा गरेको छ। यहाँसम्म आउँदाखेरि निकै ठुलो शैक्षिक जनशक्ति यसले मुलुकलाई दिएको छ। तर पनि हामीले पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउने भनेर धेरै प्रयत्नहरू गऱ्यौँ। मलाई अहिले पनि याद छ, जोन सरकै संयोजकतामा म नै सचिव थिएँ, विश्वविद्यालय प्रारूप समिति हामीले बनाएका थियौँ। बन्न त पोखरा विश्वविद्यालय, तर हामीले भने जस्तो बनेन। त्यति बेला नै पोखरा विश्वविद्यालय पृथ्वीनारायण क्याम्पसलाई नै आधार बनाएर वरपरका क्याम्पसहरू सहितको त्यो क्लस्टरलाई राखेर बनाउने सोचिएको थियो। त्यति बेलाको अलिकता पोलिटिकल स्थितिले पृथ्वीनारायण क्याम्पससँग अलि बायस भयो। जे होस्, हामीसँग अर्को पनि विश्वविद्यालय बन्यो। पोखरामा आज हामीसँग 2टा युनिभर्सिटी छन् र युनिभर्सिटी सरहको पृथ्वीनारायण क्याम्पस छ। यो महत्त्वपूर्ण अवसरमा जर्ज जोन सर सहित आजसम्मका सम्पूर्ण पूर्व क्याम्पस प्रमुखज्यूहरू, सम्पूर्ण प्राध्यापकज्यूहरू, सम्पूर्ण कर्मचारी मित्रहरू, सबै विद्यार्थी साथीहरू जो हाम्रो बिचमा हुनुहुन्न, उहाँहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, श्रद्धा सुमन टक्राउन चाहन्छु र जो हाम्रो बिचमा हुनुहुन्छ, देशका विभिन्न ठाउँहरूमा सेवारत हुनुहुन्छ अथवा निवृत्त हुनुहुन्छ, उहाँहरू सबैप्रति म स्मरण गर्दै सम्मान व्यक्त गर्न चाहन्छु र क्याम्पसको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। मैले अघि पनि भने म पृथ्वीनारायण क्याम्पसकै पूर्व सभापति हुँ विद्यार्थी युनियनको, त्यस कारणले गर्दा पनि हुन त हाम्रो कार्यक्षेत्रमा पर्दैन विश्वविद्यालय क्याम्पस, यो आधारभूत शिक्षा 12 कक्षासम्मको एजुकेसन हाम्रो क्षेत्रमा पर्छ महानगरपालिकाको। तथापि हरेक सहरभित्र युनिभर्सिटीहरूले र ठुला कलेजहरूले दिने भनेको रिसर्च हो र त्यो त्यहाँका लागि के जरुरी छ भन्ने कुरा हो। पृथ्वीनारायण क्याम्पसको जियोलोजी डिपार्टमेन्ट हैन, अब जियोग्राफी डिपार्टमेन्ट लगायतका कतिपय डिपार्टमेन्टहरूले पोखराको यो भौगोलिक अवस्थाको बारेमा धेरै रिसर्च पनि गर्नुभएको छ र धेरै गर्नु जरुरी पनि छ। त्यो हाम्रा लागि जरुरी पनि छ। त्यो लगायतका अरू विषयहरूमा पोखरालाई केन्द्रमा राखेर पृथ्वीनारायण क्याम्पसले गर्ने रिसर्चहरूमा महानगरपालिका
एकसाथ काम गर्न तयार छ र कतिपय इन्फ्रास्ट्रक्चरका सन्दर्भमा पनि हामीले सक्ने सहयोग गर्ने नै छौँ। त्यसमा चाहिँ क्याम्पसले हामीलाई औपचारिक रूपमा आह्वान गरेको अवस्थामा, पठाएको अवस्थामा त्यो सहकार्य गर्ने कुरामा अनुरोध गर्दै, खास गरी मास्टर्सका विद्यार्थीहरूले यहाँहरूले गर्ने थेसिस र अरू कुराहरूमा पनि त्यो खालको रिसर्च भन्ने शीर्षकमा हामीले केही पैसा पनि राखेका छौँ। त्यो खालको सहयोग गर्नका लागि महानगरपालिका यहाँहरूको साथमा छ र आउने दिनमा पनि क्याम्पससँग सहकार्य गरेर गर्न सकिने सबै खालको एकाडेमिक क्रियाकलापहरूमा म र मेरो महानगर परिवार साथमा रहेको कुरा निवेदन गर्दै पुनः एकपटक सम्पूर्ण क्याम्पस परिवारलाई म यो 65औं वार्षिकोत्सवको अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। मेरो पूर्व निर्धारित अरू पनि सरकारी कार्यक्रम भएको हुनाले अन्तिमसम्म बस्न नसकेकोमा क्षमा चाहन्छु र यहाँबाट बिदा चाहन्छु। नमस्कार। धेरै धेरै धन्यवाद आदरणीय पोखरा महानगरपालिकाका मेयर साहब, यसै क्याम्पसका पूर्व विद्यार्थी, सोभियो सभापति हुँदै क्याम्पस व्यवस्थापन समिति सदस्य पनि हुनुभएको थियो धनराज आचार्यज्यू। उहाँको जुन क्याम्पस वार्षिकोत्सवमा प्रदान गर्नुभएको मार्गनिर्देशन हाम्रो लागि गाइडलाइन हुनेछ र यहाँहरूलाई हामीले विगत हाम्रो आदरणीय क्याम्पस प्रमुख प्राध्यापक डाक्टर सरोज कोइराला क्याम्पस चिफ भइसकेपछि यो 1 वर्ष त कोभिडको महामारीमा हामीले बिताउनु पर्यो। अब तालाबन्दी, विभिन्न आन्दोलनहरूले कार्यकक्षमा बसेर काम गर्ने अनुकूल पनि मिलेन। तत्पश्चात 2079 सालदेखि 80 र अहिले 81 लगातार क्याम्पसको वार्षिक प्रतिवेदन हामीले सम्पूर्ण क्याम्पस कार्य समिति, व्यवस्थापन समिति, विद्यार्थी सङ्घ सङ्गठन, सरकारवालाहरूसँग राय सुझाव सल्लाह लिएर र आदरणीय क्याम्पस प्रमुखज्यूले नै अहोरात्र खटेर तयार पार्नु भएको छ एउटा वार्षिक प्रतिवेदन र सो प्रस्तुतिकरणको बेला आएको छ। यसका लागि म आदरणीय क्याम्पस प्रमुख प्राध्यापक डाक्टर सरोज कोइरालाज्यूलाई हार्दिक अनुरोध गर्दछु र हामीले यसमा प्रविधिको पनि प्रयोग गरेर यसलाई स्लाइड सो भनेको प्रेजेन्टेसन गर्दैछौँ र हाम्रो आइटीका भाइ बहिनीहरूलाई, अरू कर्मचारी साथीहरूलाई मैले हार्दिक अनुरोध गरेँ। पृथ्वीनारायण क्याम्पसको अत्यन्तै सुखद 65औं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्गकेसीज्यू, पोखरा महानगरपालिकाका प्रमुख विशिष्ट अतिथि धनराज आचार्यज्यू, उपस्थित विशिष्ट अतिथिज्यूहरू, पूर्व क्याम्पस प्रमुखज्यूहरू, क्याम्पस व्यवस्थापन समितिका आदरणीय सदस्यज्यूहरू, सहायक क्याम्पस प्रमुख, विद्यार्थी कल्याण प्रमुख, कार्यक्रम निर्देशक, विभागीय प्रमुख, लेखा प्रमुख, कर्मचारी प्रमुख, प्राध्यापक सङ्घ र कर्मचारी सङ्घका केन्द्रीय एवं एकाइ पदाधिकारीज्यूहरू, विभिन्न वैचारिक सङ्घ सङ्गठनका प्रमुखज्यूहरू, क्रियाशील विद्यार्थी सङ्गठनका प्रमुखज्यूहरू, पत्रकार मित्रहरू, प्राध्यापक, कर्मचारी, अभिभावक एवं विद्यार्थी भाइ बहिनीहरू तथा क्याम्पसलाई माया स्नेह गरी उपस्थित हुनुभएका एवं सामाजिक सञ्जाल मार्फत कार्यक्रममा प्रत्यक्ष जोडिनुभएका समस्त शिक्षाप्रेमी प्रबुद्धजनहरूमा क्याम्पस परिवार न्यानो स्वागत अभिवादन व्यक्त गर्दछ। सुस्वागतम, सुस्वागतम, सुस्वागतम। मैले अब यो प्रतिवेदन अलि लामो भएको र समयको पाबन्दीको कारणले सबै प्रतिवेदन नपढिकन, किनकि यो यहाँहरूको हातमा आइसकेको छ, मैले सारांशमा प्रस्तुत गर्न गइरहेको छु। हामीले 2079 सालबाट अलि व्यवस्थित ढङ्गले क्याम्पसको वार्षिकोत्सव मनाउने कार्यारम्भ गऱ्यौँ र प्रतिवेदनहरू प्रकाशन गर्ने गऱ्यौँ। त्यसैले विगतका 2 वर्षका प्रकाशित प्रतिवेदनहरूलाई यसै प्रतिवेदनको अविभाज्य अङ्गको रूपमा मान्दै त्यहाँ भएका कुराहरू हामीले दोहोऱ्याइरहेका छैनौँ। ती प्रतिवेदनहरू हाम्रा ऐतिहासिक दस्तावेज हुन् र थप कुराहरू मात्रै यहाँ उल्लेख गरिएको छ र हाम्रो क्याम्पस त्रिभुवन विश्वविद्यालयको विद्यार्थी सङ्ख्या र अनेक थुप्रै हिसाबले प्रकाशन, अनुसन्धान, विषयगत विविधता आदि हिसाबले त्रिविकै सबभन्दा महत्त्वपूर्ण क्याम्पस हो र यसका नाताले हामी त्रिभुवन विश्वविद्यालयबाट भएका निर्णयहरू, नीतिहरू, विश्वविद्यालयले ल्याएका कार्यक्रमहरूबाट प्रत्यक्ष प्रभावित हुने गर्दछौँ र त्रिभुवन विश्वविद्यालयको हालसालै प्रकाशित नीति तथा कार्यक्रमबाट हामी क्याम्पस कति प्रभावित हुन सक्छौँ भन्ने बारेमा मैले संक्षिप्तमा प्रकाश पार्न गइरहेको छु। विश्वविद्यालयले पृथ्वीनारायण क्याम्पस सहित 3वटा क्याम्पसहरूलाई शैक्षिक उपाधि प्रदान गर्ने शैक्षिक निकायको रूपमा विकास गराउने कार्यक्रम ल्याएको छ
र हामीलाई रु 2 करोड रुपियाँ विनियोजन गरेको छ। यसका लागि श्रीमान शिक्षाध्यक्षज्यू मार्फत म विश्वविद्यालयलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु र यसले हामीलाई विश्वविद्यालय बन्ने मार्गमा थप मद्दत गर्नेछ भन्ने विश्वास लिएको छ र विश्वविद्यालयले आफूलाई पुनर्संरचनामा लैजाने नीति ल्याएको छ। यो हाम्रा लागि अवसर र चुनौती दुवै हुनेछ। यसलाई क्याम्पसले प्रयोग गर्नुपर्ने छ। त्यसैगरी हामीसँग सम्झौता भइसकेको भारतको एक्जिम ब्याङ्कको 28 करोड अनुदानमा 2वटा भवन बनाउने कार्यलाई अहिले फेरि विश्वविद्यालयले नीति तथा कार्यक्रममा राख्नु भएको पाइएको छ। यदि त्यो आयो भने क्याम्पसमा धेरै ठुलो मद्दत हुने र हाम्रो भौतिक संरचनाको अभावलाई पूर्ति हुने विश्वास लिएको छ। त्यसैगरी विश्वविद्यालयले सावधिक पदाधिकारीहरूको नियुक्ति विज्ञापन र प्रतिस्पर्धाको आधारमा गराउने नीति ल्याएको छ। त्यसकारणले अब हामी क्याम्पसका पदाधिकारीहरू पनि आवेदन गरी प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। त्यसैगरी विश्वविद्यालयको नीतिमा अब विश्वविद्यालय सेवामा प्रवेश गर्नको लागि लाइसेन्स एक्जामिनेसन पास गरेर मात्रै सेवा आयोगको परीक्षामा संलग्न हुन पाउने भएको हुनाले अब आउने जनशक्ति अझ बढी सक्षम हुने विश्वास गर्न सकिन्छ। त्यसैगरी विपन्न क्षेत्र, विपन्न वर्ग र क्षेत्रबाट आएका विद्यार्थीहरूलाई सपोर्ट कार्यक्रम सञ्चालन गर्ने नीति आएको हुनाले हामी चाहिँ क्याम्पसमा पनि त्यो नीतिलाई तुरुन्तै अवलम्बन गर्नेछौँ र हाम्रा विद्यार्थीहरूलाई हामीले सपोर्ट कार्यक्रम सञ्चालन गर्दै क्याम्पसको कर्मचारी अभावको चरम अवस्था जुन छ त्यसलाई न्यूनीकरण हुने अपेक्षा राखेका छौँ। त्यसैगरी शिक्षाशास्त्र संकायलाई पुनर्संरचना गरी जनशक्ति विकास स्कुलको रूपमा विकास गर्ने नीति आएको छ र हामीसँग एउटा अत्यन्त राम्रो जनशक्ति र विद्यार्थी भएको शिक्षाशास्त्र संकाय भएको हुनाले यो पनि जनशक्ति विकास स्कुलको रूपमा अगाडि बढ्नेछ। त्यसैगरी इन्टरनल एकाडेमिक अडिट र एक्सटर्नल एकाडेमिक अडिट गराउनु पर्ने प्रबन्ध विश्वविद्यालयको नीतिमा भएको हुनाले हामीले पनि त्यो काम गर्नुपर्ने भएको छ। यसपछि म विश्वविद्यालयका नीतिहरूलाई जस्ताको तस्तै क्याम्पसले अवलम्बन गर्ने प्रतिबद्धताका साथ क्याम्पसका नीति तथा कार्यक्रमहरूलाई अगाडि प्रस्तुत गर्न चाहन्छु। विद्यार्थी सङ्गठनहरूको सहमतिमा लामो समयदेखि समायोजन हुन नसकेको शिक्षण शुल्क समायोजन गर्ने प्रस्ताव गरिएको छ। त्यसैगरी विद्यार्थी सङ्गठनहरूले खास गरी सोभियुको चुनाव हुन नसकेको अवस्थामा गर्ने रचनात्मक क्रियाकलापहरूलाई समयानुकूल आर्थिक सहायता वृद्धि गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी शिक्षण प्रभावकारिता वृद्धि गर्न वरिष्ठ प्राध्यापकको नेतृत्वमा एउटा हामीले चाहिँ सेल गठन गर्दैछौँ र त्यो सेलले अब्जर्भेसन गरेर फिडब्याक दिने र हाम्रो शिक्षण कार्यलाई अझ बढी प्रभावकारी बनाउनको लागि हामीले पहल गर्ने नीति लिएका छौँ। अनावश्यक खर्च कटौती गर्न र मितव्ययिता अपनाउनको लागि वास्तवमा कक्षा सञ्चालन नभएका कक्षाहरूलाई मर्ज गराउने नीति ल्याइएको छ। त्यसैगरी प्राध्यापक र कर्मचारीहरूले स्वमूल्याङ्कन फारम भर्नुपर्नेछ र कर्मचारीहरूको स्वमूल्याङ्कन फारम उप सुपरभाइजरबाट इभ्यालुएसन हुने र प्राध्यापकहरूको स्वमूल्याङ्कन फारममा जुन कक्षामा पढाइएको छ त्यो कक्षाका विद्यार्थीहरूको फिडब्याकको आधारमा हामीले त्यसलाई मूल्याङ्कन गरी कार्य सम्पादन मूल्याङ्कनको आधार बनाउनेछौँ। त्यसैगरी हाम्रो चलिरहेको भौतिक निर्माण, मर्मत, सरसफाई, सौन्दर्यीकरण जस्ता क्रियाकलापलाई हामीले निरन्तरता दिनेछौँ। विद्यार्थीको विकासका लागि खेलकुद कार्यक्रम सञ्चालन गर्दै आइएकोमा अब बौद्धिक र कला सम्बन्धी प्रतियोगिताहरूलाई पनि थप गरेर हामी वर्षभरि सञ्चालन गर्नेछौँ र खास गरी विशेष शैक्षिक कार्यक्रममा विद्यार्थीहरूबाट पुस्तकको प्राप्तताबारे धेरै गुनासो आएको हुनाले हामीले विद्यार्थीहरूबाट धरौटी लिएर फर्स्ट सेमिस्टरदेखि लास्ट सेमिस्टरसम्मको पुस्तकहरू प्याकेजको रूपमा उपलब्ध गराउने र पछि धरौटी उहाँहरूले फिर्ता लिन पाउने व्यवस्था नीतिमा ल्याएका छौँ र क्याम्पस र समुदायबीच थप सहकार्य विस्तार गर्ने हाम्रो नीति छ र प्राविधिक पक्षलाई पनि हामीले थप विकास गर्नेछौँ। त्रिभुवन युनिभर्सिटीको TUEMISको प्रयोगलाई अनिवार्य र प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। परीक्षा हल निर्माण गरिनेछ।
आदि हाम्रा नीतिगत पक्ष हुन् भने केही त्रिभुवन विश्वविद्यालयका निर्णयहरूले गर्दा हामीलाई ठुलो बाधा अवरोध र अप्ठ्यारो परिरहेको कुरा यहाँ शिक्षाध्यक्षज्यू पनि हुनुभएको हुनाले यो मैले त पटक पटक विश्वविद्यालयमा गएर राखिरहेकै कुरा थियो, तर प्रतिवेदनमा पनि मैले राखेको छु। यसबाट थप ध्यानाकर्षण हुने विश्वास लिएको छु। विश्वविद्यालयले यो संघीयतामा देश गइसकेको अवस्थामा पनि सबै अधिकारहरू केन्द्रीकरण गर्ने र क्याम्पसलाई चाहिँ हेल्पलेस बनाउने कार्य गरिरहेको छ। हामीले आंशिक शिक्षक अति आवश्यक परेको अवस्थामा र अति आवश्यक पर्दा ज्यालादारी कर्मचारी पनि नियुक्ति गर्न नपाउने गरी अधिकारको केन्द्रीकरण गरिएकाले क्याम्पस एकदमै जटिल परिस्थितिमा छ। हामीले पटक पटक माग गरेको करार, सेवा करार र आउटसोर्सिङ गर्ने कुरा पनि स्वीकृत हुन सकेको छैन। 143 जनाको दरबन्दीका कर्मचारीहरूमध्ये हामीसँग जम्मा 76 जना छन्। 5 वटा फ्याकल्टी, 34 वटा विभाग, ल्याबोरेटरी, पुस्तकालय, होस्टल, सबै ठाउँमा कर्मचारी पुर्याउन अत्यन्तै जटिल भएको छ। त्यसले गर्दा विश्वविद्यालय अलि उदार हुनुपर्ने माग गर्न चाहन्छु। त्यसैगरी शिक्षण सहायक सरह मासिक पारिश्रमिक पाउने गरी व्यवस्थापन गरिएका 48 जना आंशिक शिक्षकहरूको अवधि थप सिफारिस गरिएकोमा अझैसम्म स्वीकृति प्राप्त हुन सकेको छैन। र हामीले गत वर्ष सम्पन्न गरेका केही कार्यक्रमहरू उल्लेख गरिएको छ। अफिस अटोमेसन लगायत इन्टिग्रेटेड वेबसाइट हामीले प्राविधिक रूपमा सम्पन्न गरेका छौँ। शिक्षा भवनमा 2 तले भवन निर्माण गरिएको छ। यसमा 3 करोड रुपियाँ विश्वविद्यालयबाट हामीलाई निर्माण शीर्षकमा सहयोग प्राप्त भएको थियो र बाँकी रकम क्याम्पसले थप गरेको छ। विज्ञान भवन 1 को हामीले मर्मत कार्य गरेका छौँ। अत्यन्तै पुरानो भवन हो, तर त्यसलाई अब लगभग नयाँको अवस्थामा हामीले लगेका छौँ। यो तस्बिरमा देखिएको त्यही विज्ञान भवन हो। शौचालय मर्मत नेपालको नक्सा स्पट निर्माण गरिसकिएको छ। शिक्षा संकायभित्र विभिन्न निर्माण गरिएको छ। विद्यार्थीहरूलाई बस्न सजिलो होस् भनेर क्याम्पसका विभिन्न ठाउँमा 20 वटा फलामका बेन्चहरू जडान गरिएको छ। पुरानो र जीर्ण भइसकेको छात्रावासलाई भत्काएर प्रयोगजन्य सामग्रीहरूलाई सुरक्षित रूपमा राखिएको छ र विशेषज्ञ चिकित्सकबाट हप्ताको 2 दिन निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ। फुटबल मैदानमा धेरै हामीले निर्माण गरेका छौँ। नाली निर्माण लगायत ब्याडमिन्टन कोर्टहरू। त्यसैगरी एउटा हाइटेक सेमिनार हल निर्माण भएको छ। MBA फाइनान्स नयाँ कार्यक्रम आएको थियो, त्यसका लागि अफिस, कक्षा कोठा, ल्याबोरेटरी आदि व्यवस्थापन भएको छ। BCA कार्यक्रमको लागि पनि स्मार्ट बोर्ड सहित सबै व्यवस्थापन भएको छ। विद्युतीय नागरिक बडापत्र जडान गरिएको छ। खुला व्यायामशाला निर्माण गरिएको छ। अब म चालू वर्षका योजना तथा कार्यक्रमहरू बारेमा छोटकरीमा प्रकाश पार्ने अनुमति चाहन्छु। त्रिवीबाट शैक्षिक उपाधि दिने शैक्षिक संस्था विकास कार्यक्रम अन्तर्गत स्वीकृत रु 2 करोडमा क्याम्पसको आन्तरिक स्रोतबाट रु 1 करोड थप गरी निर्माण कार्य, परीक्षा हल एवं IT उपकरणको व्यवस्था गर्ने। त्यसैगरी स्नातकोत्तर भवनमा परीक्षा भइरहने भएको हुनाले 2 वटै तलाका कक्षा कोठाहरूमा CC क्यामेरा जडान गर्ने। निर्माणाधीन नेपाल बैंक लिमिटेडको सहयोगमा निर्माणाधीन सरस्वती मन्दिर जुन टेन्डर गरेर अहिले अन्डर कन्स्ट्रक्सन छ त्यसलाई सम्पन्न गर्ने। थप कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्ने। शिक्षा भवन अगाडि पार्क निर्माण, समेना गृह मर्मत, साइन्स ल्याबमा हर्बारियम र माइक्रोबायोलोजी ल्याबको व्यवस्थापन। कला भवन हाल BBA कार्यक्रम सञ्चालित छ, त्यसलाई मर्मत र रङरोगन जसरी हामीले गत वर्ष साइन्समा गऱ्यौँ त्यस्तै हाम्रो गर्ने कार्यक्रम। BBA कार्यक्रमका कम्प्युटरहरू धेरै पुराना भएको हुनाले पुरै सेटै नयाँ फेरेर आधुनिकीकरण गर्ने। क्याम्पसको अतिथि गृह निर्माण गर्ने। थप मल्टिमिडिया प्रोजेक्टर खरिद गर्ने। स्वास्थ्य केन्द्रका लागि ECG मेसिन खरिद गर्ने र LLM कार्यक्रमको स्वीकृति प्राप्त भइसकेको हुनाले त्यसको लागि सबै पूर्वाधारहरू तयार गर्ने। पुरुष छात्रावास निर्माण गर्न सहयोगदाताहरूको खोजी गरी कार्य प्रारम्भ गर्ने र हाम्रो बढी आशा चाहिँ प्रदेश सरकार र महानगरपालिकासँग छ। र हाल विद्यमान 3 वटा छात्रावासहरूको मर्मत, शिक्षक कर्मचारी आवास मर्मत तथा स्तरीकरण, विज्ञान भवन 2 मर्मत,
विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न विज्ञान प्रदर्शनीको आयोजना, कर्मचारीहरूलाई प्रशासनिक क्षमता अभिवृद्धि तालिम र एउटा नयाँ कार्यक्रम कुनै पनि प्राध्यापकले नेपालभित्र हुने राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा कार्यपत्र प्रस्तुत गर्न चाहनुहुन्छ भने त्यसको लागि सम्मेलन खर्च, सम्मेलन दर्ता खर्च र यातायात खर्च क्याम्पसले उपलब्ध गराउने नीति रहेको घोषणा गर्न चाहन्छु। र थोरै म आर्थिक पक्षको बारेमा प्रकाश पार्न चाहन्छु। त्यहाँ प्रतिवेदनमा धेरै पेजहरू छन्, डिटेल त त्यही छ, तर मोटामोटी संक्षेपमा म प्रकाश पार्न गइरहेको छु। क्याम्पसको सञ्चालन स्तरमा खास गरी आन्तरिक स्रोतबाट हाम्रो करिब 22 करोड रुपियाँ आम्दानी भएको छ र विश्वविद्यालय अनुदानबाट करिब 34 करोड प्राप्त भएको छ। यस प्रकार 56 करोडको हाराहारीमा क्याम्पसको आम्दानी रहेको छ। त्यसैगरी खर्चतर्फ पुँजीगत खर्च र विकासमा 2 करोड 40 लाख खर्च गरिएको छ। सञ्चालनमा विभिन्न शीर्षकहरू छन्, विद्युत, पानीदेखि मर्मत, सम्भार, अन्य प्रशासनिक खर्च। यी सबै आम्दानीबाट खर्च कटाएर हामीसँग करिब 12 करोड रुपियाँ बचत भएको छ, तर दायित्वहरू पनि छन्। यो लेखा परीक्षणको रिपोर्ट अनुसार तयार गरिएको हो र हामीसँग विद्यार्थी सङ्ख्या, नियमित कार्यक्रम र विशेष शैक्षिक कार्यक्रम गरी स्नातक स्नातकोत्तर जोडेर 11,942 यो असार 1 मसान्तको डाटा हो र हामीले भर्ना गरेर रसिद काटेका विद्यार्थीहरूको मात्रै यो डेटा हो। त्यसपछि पनि थुप्रै विद्यार्थीहरू भर्ना भइसक्नु भएको छ। सङ्कायगत डाटा पनि हामीले प्रस्तुत गरेका छौँ। त्यसैगरी हामीसँग 264 जना प्राध्यापकहरू कार्यरत हुनुहुन्छ। यो शैक्षिक तथ्याङ्क। कर्मचारी ज्यालादारी सहित 92 जना कार्यरत हुनुहुन्छ र विद्यार्थी कल्याण शाखाको पनि उपलब्धिहरू यहाँ उल्लेख गरिएको छ। हामीसँग 172 जना विद्यार्थीहरूको लागि छात्रावासमा सुविधा रहेको छ र उहाँहरू बसेर अध्ययन गरिरहनु भएको छ। त्यसैगरी यो गत आर्थिक वर्षमा हामीले 1023 जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेका छौँ र नयाँ छात्रावास व्यवस्थापन कार्यविधि पनि हामीले ल्याइसकेका छौँ। पोखरा महानगरपालिकाको सहकार्यमा 54 जना विद्यार्थीहरूलाई पेड इन्टर्नसिप उहाँहरूले खर्च उपलब्ध गराउने गरी इन्टर्नसिपमा हामीले पठाएका छौँ। अन्तर सङ्काय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ र विभिन्न राष्ट्रिय रूपमा त्रिविकबाट आयोजित भिसी कप प्रतियोगितामा हाम्रो क्याम्पसबाट सहभागिता जनाई थुप्रै पदकहरू पनि हाम्रो विद्यार्थीहरूले पुरस्कारहरू पाउनु भएको छ, जुन कुरा हाम्रो प्रतिवेदनमा सबै उल्लेख छ। त्यसैगरी प्राध्यापक कर्मचारी मैत्रीपूर्ण खेल, नेपाली कविता प्रतियोगिता, अक्षयकोष तथा छात्रवृत्ति व्यवस्थापन कार्यविधि लागू गरिएको छ। कर्मचारी सङ्घद्वारा आयोजित फुटबल प्रतियोगितामा हाम्रा महिला कर्मचारीहरूले देशभरिबाटै प्रथम स्थान र पुरुष कर्मचारीहरूले द्वितीय स्थान उपविजेताको रूपमा पुरस्कृत हुनुभएको छ र आगामी दिनमा विद्यार्थी कल्याण शाखा मार्फत अन्नपूर्ण खेल मैदान, भलिबल कोर्ट मर्मत गर्ने र राम्रो बनाउने, ब्याडमिन्टन कोर्ट र भलिबल कोर्टमा प्याराफिट निर्माण गर्ने आदि लक्ष्य रहेका छन्। त्यसैगरी क्रिकेट खेल मैदान निर्माण र लङ टेनिस कोर्टको पुनर्निर्माण, जुन सम्भवतः हामीले थाहा पाएअनुसार पोखराकै पहिलो हो, जोन सरलाई बढी मात्रामा थाहा होला, यसलाई पनि हामीले पुनर्जीवित गर्ने योजना ल्याएका छौँ। स्वास्थ्य केन्द्र मार्फत राम्रो सेवा हामीले उपलब्ध गराएका छौँ प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूलाई, जहाँ प्राथमिक उपचारका साथै निःशुल्क औषधि पनि वितरण गर्ने गरिन्छ र 2 दिन एमडी फिजिसियन डाक्टर आउनुहुन्छ र हाम्रो थुप्रै शिक्षक कर्मचारी विद्यार्थीले सेवा लिइरहनु भएको छ र यसमा थप सेवा लिनको लागि पनि म आग्रह गर्न चाहन्छु। हामीले छिट्टै इसिजी मेसिन पनि ल्याउने भएको हुनाले थुप्रै सेवाहरू यहाँ पाउन सकिन्छ र थप परीक्षण गर्न पर्यो भने डाक्टरको सिफारिसमा हस्पिटलबाट डिस्काउन्ट सहित सेवा उपलब्ध हुने सम्झौता गरिएको बेहोरा जानकारी गराउन चाहन्छु। त्यसैगरी पुस्तकालयका
तथ्याङ्कहरू पनि छन्। हाल हामीसँग 1,548 पुस्तकहरू पुस्तकालयमा छन्। 14,000 को हाराहारीमा उपहार स्वरूप प्राप्त भएका हुन् भने 5,891 हामीसँग थेसिसहरू छन् र नेपालका मुख्य दैनिक तथा मासिक पत्र पत्रिकाहरू उपलब्ध गराइएको छ। गत एक वर्षमा 41,986 जना विद्यार्थी, प्राध्यापक, कर्मचारीहरूले पुस्तक लग्नु भएको थियो र त्योभन्दा अघिल्लो वर्ष लगेका सहित 42,087 पुस्तक फिर्ता भएको हुनाले हाम्रो पुस्तकालयको गतिविधिलाई चाहिँ सन्तोषजनक रूपमा लिन सकिन्छ। गएका पुस्तकहरू आएका पनि छन् र नयाँ विद्यार्थीहरूले फेरि लग्न पाउने अवस्था सिर्जना भएको छ। त्यसैगरी दृष्टिविहीन विद्यार्थीहरूका लागि हामीले सुविधा सम्पन्न नेसनल अडियो लाइब्रेरीको सेवा उपलब्ध गराएका छौँ र हाम्रो पुस्तकालयबाट विकास गरिएका यी श्रव्य सामग्रीहरू देशभर पठाउने व्यवस्था छ र अरू क्याम्पसका र सार्वजनिक पुस्तकालयहरूले पनि यो सेवा दिन सक्ने र हामीले निःशुल्क त्यहाँ पठाउने सुविधा उपलब्ध गराएका छौँ। अनलाइन क्याटलगको सुरुवात गरिएको छ र भविष्यमा थेसिसहरूको डिजिटल लाइब्रेरी तयार गर्ने योजना रहेको छ र यहाँ विज्ञान प्रविधि संकायबाट प्राप्त केही डेटाहरू छन्, केही हामीले पढाइरहेका विषयहरू छन् र हामीलाई चाहिँ यो हाइड्रोलोजी एन्ड मेट्रोलोजी भन्ने एउटा आकर्षक विषय अध्यापन गर्नको लागि त्रिवीबाट स्वीकृति प्राप्त भएको छ र यसै वर्षबाट विद्यार्थीहरूको रुचि र चाहना भएमा यो अत्यन्तै राम्रो कार्यक्रम हो। यसमा हामीले कक्षा सञ्चालन गर्ने योजना ल्याएका छौँ र हाम्रा प्राध्यापक तथा विद्यार्थीहरूले त्रिभुवन युनिभर्सिटी, विश्वविद्यालय अनुदान आयोग र गण्डकी प्रदेश अन्तर्गतको सरकार अन्तर्गतको जीपास्टसँग विभिन्न सम्झौताहरू गरी अनुसन्धान, छात्रवृत्ति, गोष्ठीमा सहभागिता लगायतको अवसर प्राप्त गर्नुभएको छ र त्रिभुवन विश्वविद्यालय विज्ञान संकाय डिन अफिसले आयोजना गरेको गोष्ठीमा हाम्रा 14 जना शिक्षकहरूले 80 घण्टा लामो क्षमता अभिवृद्धि तालिमको अवसर प्राप्त गर्नुभएको छ। त्यसैगरी कम्प्युटर विज्ञानका कार्यक्रमहरूमा खास गरी यो जापानको मुरोरान इन्स्टिच्युट अफ टेक्नोलोजी MIT ले वर्षैपिछे पोखरामा आएर पिएन क्याम्पसमा आएर हाम्रा विद्यार्थीहरूसँग वर्कसप गर्ने र हाम्रा विद्यार्थीहरूलाई रिसर्च गराउने काम गरिरहेको छ र यो आगामी वर्षमा पनि निरन्तरता हुने गरी हामीले मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ गरेका छौँ। त्यसैगरी विभिन्न विद्यार्थीहरू जस्तै सारिका घिमिरे, प्रीति राणाभाट लगायतले विभिन्न फेलोसिपहरू र कम्पिटिसनहरूमा पुरस्कृत हुनुभएको छ। सङ्गम गिरीले पनि पुरस्कृत हुनुभएको छ र क्रिकेट टुर्नामेन्टमा पनि उहाँले सफलता प्राप्त गर्नुभएको छ। त्यस्तै गरी हाम्रो महत्त्वपूर्ण क्याम्पसको अङ्गको रूपमा रहेको QA युनिट मार्फत पनि थुप्रै कामहरू पुरा भएको छ, सम्पन्न भएको छ। यसमा चाहिँ हाम्रो QA को पहिलो साइकल पुरा भएर दोस्रो साइकलको लागि हामीले डकुमेन्टेसन र कामहरू गरिरहेका छौँ र SSR तयार गर्ने, सेल्फ स्टडी रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा रहेको छ। सबै फिडब्याकहरू विश्वविद्यालय अनुदान आयोगबाट सकारात्मक रूपमा प्राप्त भएका छन् र हामीले प्राध्यापकहरूले विद्यावारिधि सम्पन्न गरिसकेपछि प्रत्येक महिना उहाँहरूको खोज अनुसन्धान, फाइन्डिङ्स आदिलाई अन्य प्राध्यापकहरूको माझमा सेयरिङ गर्ने कार्यक्रम सुरु गरेका छौँ र गत वर्ष 5 वटा श्रृङ्खला सम्पन्न भएका छन्। यो वर्ष पनि आर्थिक वर्षमा पनि भइरहेका छन्। त्यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजना भएको छ र हामीले कम्पिटिसन गरेर त्यतिकै प्राप्त भएको होइन, धेरै प्रपोजलहरू, धेरै डकुमेन्टेसनहरू तयार गरेर विश्वविद्यालय अनुदान आयोगको NEHEP प्रोग्राम अन्तर्गत 52,66,000 रुपियाँ विभिन्न शीर्षकमा अनुदान वा पुरस्कारै जित्न सफल भएका छौँ र जुन जुन शीर्षकमा आएको पैसा छ त्यही शीर्षकमा हामीले खर्च गरिरहेका छौँ।
त्यसै गरी त्रिभुवन विश्वविद्यालयले ल्याएको नीति अन्तर्गत गत वर्ष एउटा कमिटी गठन गरेर इकोनोमिक्स विषयको हामीले पाठ्यक्रमको अडिट गर्यौं र यो वर्ष व्यवस्थापन विषयको अडिट गर्नको लागि कमिटी गठन गरिएको छ। र हामीसँग धेरै जर्नलहरू प्रकाशित हुन्छन्। त्यहाँ गत वर्ष प्रकाशित जर्नलहरूको अनुसूचीमा उल्लेख गरिएको छ र तीमध्ये JPS स्टार रेटेड पनि छन्, इन्डेक्स जर्नल विथ इम्प्याक्ट फ्याक्टर र्याङ्किङ पनि छन् आदि उल्लेख गरिएको छ। र हामीले गरेको ट्रेसर स्टडीमा विद्यार्थीहरूलाई सहभागिता गराउँदा 169 जना विद्यार्थीहरूलाई हामीले क्वेसनर भराएको मध्ये 49.1% अर्थात् 83 जना विद्यार्थी रोजगारीमा आबद्ध रहेको तथा 73.4% अर्थात् 124 जना विद्यार्थीबाट क्याम्पसको शिक्षण सिकाइ वातावरण स्ट्रङ रहेको प्रतिक्रिया प्राप्त भएको छ। त्यसै गरी यही QA युनिट अन्तर्गत प्राध्यापकहरूका लागि 4 वटा अनुसन्धान लेखन तालिम सञ्चालन भए, कम्युनिटी रिसर्च 2 वटा, मिनी रिसर्च 7 वटा, विद्यार्थीका लागि 15 वटा प्रोजेक्ट थेसिस सपोर्ट ग्रान्ट्स, स्नातक विद्यार्थीका लागि 8 वटा प्रोजेक्ट थेसिस सपोर्ट ग्रान्ट्स उपलब्ध गराइएको छ र बौद्धिक चोरी प्लाजियरिजम परीक्षण कार्यलाई RMC मार्फत व्यवस्थित बनाइएको छ। पृथ्वी जर्नल अफ रिसर्च एन्ड इनोभेसनको 5औं अङ्क र पृथ्वी एकाडेमिक जर्नलको 7औं अङ्क प्रकाशित भएको छ गत वर्ष। र अन्य जापान र सिङ्गापुरसँग हामीले गरेका सहकार्यका विवरणहरू पनि यहाँ उल्लेख गरिएको छ। त्यसै गरी BA LLB का विद्यार्थीहरूले ICRC अन्तर्राष्ट्रिय रेडक्रसद्वारा हङकङमा आयोजित अन्तर्राष्ट्रिय मुडकोट प्रतियोगितामा 22 वटा सहभागी राष्ट्रहरूमध्ये विनोद पौडेल, गौरव पौडेल, सौगात सुवेदी र रोशना डुम्रे सम्मिलित टिमले बेस्ट मेमोरियल प्रोसिक्युटर अवार्ड प्राप्त गर्न सफल भएको छ। यो क्याम्पसको लागि ठुलो हर्षको विषय हो। त्यसै गरी हाम्रा विद्यार्थी पुष्पाञ्जली सापकोटाले त्रिभुवन विश्वविद्यालयकै BA LLB परीक्षामा दोस्रो स्थान हासिल गर्न सक्नुभयो, हार्दिक बधाई छ। त्यसै गरी ल कलेज क्रिकेट प्रतियोगिता आयोजना भई हामीले नै प्रथम स्थान प्राप्त गर्न सफल भएका थियौं। त्यसै गरी बाल अधिकार मुडकोट प्रतियोगितामा पनि विद्यार्थीहरूको सहभागितामा दोस्रो स्थान हासिल भएको थियो र BA LLB का विद्यार्थीहरूबाट नमुना संसद कार्यक्रम, वाद विवाद कार्यक्रम, सरस्वती पूजा, होली पर्व, कानुनी हाजिरी जवाफ प्रतियोगिता, रिट निवेदन सम्बन्धी कार्यशाला गोष्ठी, अदालत भ्रमण, प्रतिवेदन लेखन सम्बन्धी तालिम आयोजना गरिएको थियो। 7औं सेमेस्टरका विद्यार्थीहरू तथा BBA 4औं सेमेस्टरका विद्यार्थीहरूको अध्ययन भ्रमण पनि सम्पन्न भएको थियो। पोखरा युनिभर्सिटीद्वारा आयोजित अनलक योर फाइनान्शियल पोटेन्शियल भन्ने नाराका साथ आयोजित वित्तीय हाजिर जवाफ प्रतियोगितामा BBA का विद्यार्थीहरू ललिता तिवारी, मनिषा चपाई र कृष्ण भण्डारीद्वारा द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको थियो र नेपाल राष्ट्र बैंकद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा ललिता तिवारी र मनिषा चपाईको समूहले द्वितीय स्थान हासिल गर्नुभएको थियो। यो उल्लेखनीय पुरस्कार हाम्रा विद्यार्थीहरूले प्राप्त गरेको निवेदन गर्न चाहन्छु। त्यसै गरी अन्य विविध कुराहरू पनि उल्लेख छन्। यो प्रतिवेदन मैले सारांशमा यहाँहरू समक्ष राखेँ र प्रतिवेदन यहाँहरूको हातमा प्राप्त भइसकेको हुनाले क्याम्पसलाई यहाँहरूबाट थप फिडब्याक, सल्लाह, सुझाव र केही कमी कमजोरीहरू छन् भने त्यसमा पनि टिप्पणी गरिदिनु हुन हार्दिक निवेदन गर्दछौँ र ती कमी कमजोरीहरूलाई आगामी दिनमा सुधार गर्ने र क्याम्पसलाई जति सक्यो अझ बढी सशक्त, अझ बढी प्रभावकारी, अझ बढी अनुसन्धानमूलक र विद्यार्थीका क्रियाकलापहरूलाई मद्दत गर्ने, सहयोग गर्ने दिशामा हामी अगाडि बढ्ने प्रतिबद्धता
क्याम्पस प्रशासनको तर्फबाट व्यक्त गर्दै क्याम्पस प्रमुखका नाताले वार्षिक प्रतिवेदन प्रस्तुति यही समाप्त भएको निवेदन गर्छु। धन्यवाद, नमस्कार।